वर्बहरू इरेगुलर वर्ब, रेगुलर वर्ब। अब यो वर्ब जुन छ वर्ब्स अङ्ग्रेजी भाषाको कुनै पनि भाषाको अब क्रियापद भन्छ हाम्रो नेपाली भाषामा चाहिँ हजुर क्रियापद एकदमै स्पष्ट छ हाम्रो नेपाली भाषामा, अरू भाषाहरूमा। अङ्ग्रेजी भाषामा चाहिँ नियम एकदम उथलपुथल छ, तर हामीले त्यसलाई पार गर्न सक्छौँ। वर्ब शब्द हैन, अब वर्ब शब्दमा चाहिँ के छ भने तपाईँको इरेगुलर वर्ब भन्छ, रेगुलर वर्ब भन्छ। अब रेगुलर वर्ब र इरेगुलर वर्बको फरक चाहिँ के हो त हैन? अङ्ग्रेजी भाषामा चाहिँ हामीले सिम्पल पास्ट प्रयोग गर्छौँ, त्यसपछि फेरि हामीले सिम्पल प्रेजेन्ट टेन्स प्रयोग गर्छौँ हैन। सिम्पल पास्टको बेलामा चाहिँ अङ्ग्रेजी भाषा चाहिँ जस्तै नमुनाको लागि आई वक्ड, राइट। अनि डी अथवा इडी थपे पुग्यो। अब he talked हजुर अब अङ्ग्रेजी भाषा सिम्पल प्रेजेन्ट टेन्सलाई सिम्पल पास्टमा अनुवाद गर्दाखेरि लाँदाखेरि डी अथवा इडी थप्दाखेरि चाहिँ भइहाल्छ सिम्पल पास्ट। तर अङ्ग्रेजी भाषामा चाहिँ कम्तीमा पनि 500 चाहिँ यो नियमलाई मान्दैन। डी अथवा इडी थपिँदैन त्यो पछाडिपट्टि, यसलाई सफिक्सेस भन्छ पछाडि थप्नुलाई, त्यसलाई यो नियम पालना गर्दैन क्या। अनि त्यही भएर अब रेगुलर वर्ब चाहिँ यिनीहरू हो, डी अथवा इडी पछाडिबाट थप्दै पुगिहाल्यो रेगुलरमा चाहिँ, रेगुलर चाहिँ। तर लगभग 500 चाहिँ यो नियम पालना नगर्ने वर्बहरू छ क्या हजुरको, र 146 चाहिँ दैनिक जीवनमा हामीले एकदम प्रयोग गरिरहेको हुन्छ। त्यो प्रयोग गर्ने शब्दहरू चाहिँ क्रियापदहरू चाहिँ वर्बहरू चाहिँ तिनीहरू इरेगुलर हो। जस्तै आई केम 5 minutes ago, म आएको थिएँ होइन, आई केम। अब केम चाहिँ यसरी नियममा जाँदैन नि त हजुरको, कम अनि कम्ड त भएन नि, आई केम भन्नु पर्यो। त्यस्तै गो, GO गो, गो वेन्ट गन होइन त। यस्ता शब्दहरू जहाँ पछाडिबाट लाग्दैन, डी अथवा इडी थप्ने होइन, यिनीहरूको आफ्नै संरचना छ, यिनीहरूले यो डी र इडीको नियम पालना गर्दैन होइन। यो यस्ता चाहिँ 146 छन् र दैनिक जीवनमा हामीले एकदमै प्रयोग गरिराखेको हुन्छ। त्यसमध्येमा आज चाहिँ यो छ नि हजुरको बी वर्ब। अब यो बी वर्ब चाहिँ इरेगुलर वर्ब हो होइन। अब बी वर्बले मेन चाहिँ बुझाउनु खोजेको के हो त, भन्नु खोजेको के हो त। अब बी वर्बको फेरि अङ्ग्रेजी भाषामा सबभन्दा बढी चाहिँ नि हजुरको सबभन्दा बढी चाहिँ रूप चाहिँ यस्तो छ, एम आर इज, त्यसपछि वाज वेयर, त्यसपछि बीन अनि बीइङ। हेर्नुहोस् त 1 2 3 4 5 6 7 8 छ। तर प्रयोग चाहिँ कुन परिस्थितिमा गर्ने, परिस्थिति सिचुएसन भन्छ नि अङ्ग्रेजीमा, सिचुएसन भन्छ, कुन परिस्थितिमा प्रयोग गर्ने त। यसले के बुझाउँदछ त, मुख्य कुरा बुझाउँदछ के त। अब यो चिजहरूले विशेष गरी समय बुझाउँदछ,
होइन र सम्बन्धित बोल्ने मान्छे अथवा सुन्ने मान्छेको एउटा परिस्थिति बुझाउँदछ, अवस्था बुझाउँदछ र एउटा अवस्थालाई जस्तै अङ्ग्रेजी भाषामा चाहिँ स्टेट भन्छ। जस्तै आई एम हियर, होइन आई एम हियर भनेपछि मेरो बारेमा मेरो अवस्था देखाउनु म भन्दैछु, मैले देखाउनु कोसिस गर्दैछु तपाईँलाई। तपाईँको आँखाले मलाई देख्दै हुनुहुन्छ नि, होइन? सो तपाईँले मलाई वास्तवमै देखेर मात्रै तपाईँले विश्वास गर्नुहुन्छ, होइन त? I am here. Oh, you are there. अब you तपाईको अवस्था मैले भन्दैछु, you are there, होइन? अब मैले फेरि तपाईलाई भन्दैछु the book is on the table. The book is on the table. मैले किताबको बारेमा तपाईलाई जानकारी गराउँदैछु, तपाईलाई जानकारी गराउँदैछु किताबको बारेमा। किताब चाहिँ टेबलमाथि छ भनेर एउटा जानकारी गराएको। अनि तपाईले फेरि आँखाले देख्नुहुन्छ साँच्चीकै किताब चाहिँ छ के त? जस्तै द अम्ब्रेला इज अन द टेबल। अब अम्ब्रेलाको बारेमा, अम्ब्रेलाको अवस्थाको बारेमा मैले तपाईलाई जानकारी गराउँदैछु। The umbrella is on the table. The umbrella is the table. The umbrella. The umbrella. The umbrella अथवा the umbrella. The ब्रिटिसहरुको चाहिँ अलिकति भावेल छ भने चाहिँ the भन्छ। The umbrella is on the table. अब तपाईले मैले मुखले त बोले तर तपाईले देख्नु पर्यो नि त, छ नि यहाँ, हैन? ओके, सो त्यही यसरी तपाईको एम आर इज प्रयोग यसरी हुन्छ। वर्तमान समय जनाउने गर्दछ कुनै पनि व्यक्ति अथवा वस्तुको बारेमा। जस्तै म एउटा व्यक्ति हो नि त, आई एम हियर, आई एम हियर, यु आर देयर, राइट? द अम्ब्रेला इज अन द टेबल, द अम्ब्रेला इज अन द टेबल, होइन? के हो त भन्दा अम्ब्रेलाको बारेमा जानकारी गरायो, मेरो बारेमा जानकारी गरायो, तपाईको बारेमा जानकारी गरायो। तर के जानकारी त? अवस्था, परिस्थिति। मेरो भौतिक शरीर चाहिँ यहाँ छ, होइन त? अब हेर्नुस्, अब म यहाँ आएँ, अब यो चाहिँ के हो त? त्यहाँ त खाली छ त्यो ठाउँ त। I was there. I was there. अघि थियो भन्नुभयो नि त। मेरो शरीर त्यहाँ छैन अब। हजुर। अब म यहाँ छु। I am here. I was there. Yes? Yes. So यहाँबाट अब त्यहाँ म जानेवाला छु। त्यसलाई चाहिँ के भन्छ भने मेरो अवस्थालाई I will be there. अब म यहाँ भए, हेर्नुस् त, शरीर आई एम हियर, आई विल बी देयर भनेपछि त एकछिनमा तपाईँले बुझ्नुहुन्छ हो यो मान्छे यहाँ हुन्छ अब एकछिनपछि। सो आई विल बी देयर, आई विल बी देयर हो। अब यो चाहिँ भविष्यको समय जनायो र त्यो एउटा व्यक्तिको अवस्था जनायो, होइन? होइन? सो आई वाज देयर, आई वाज देयर हो। मतलब यो बी वर्बले कुनै पनि व्यक्ति अथवा चीजको अवस्था जनाउँछ, परिस्थिति जनाउँदछ। सो र यसमा के छ भने एकदमै अनुभव गर्नुलाई चाहिँ के छ भने आई एम, यु आर, वी आर, ही इज, शी इज, इट इज भन्नुपर्छ। अनि दे आर किन त्यसरी त भन्दा जुन जसको बारेमा हामी भन्नेवाला छौँ त्यो चाहिँ
कि एकजना हुनु होला अथवा धेरै होला त्यसमा आधार गरेर हुन्छ नि होइन सो अब यो चाहिँ फेरि के हो त भन्दाखेरि आई वाज वी वेयर यु वेयर इट वाज ही वाज सी वाज भन्नु पर्यो किन वाज वेयर यो अतीत समय जनाउँदछ अतीतको अवस्था जनाउँदछ वाज र वेयरले कुनै पनि वस्तु अथवा व्यक्तिको होइन त्यसपछि अब भविष्यको लागि चाहिँ यसको अगाडि विल बी भन्नु पर्यो किनभने होइन सो नेक्स्ट चाहिँ के छ भने बीन ओ आई हेभ बीन भनेपछि मेरो अगाडिको समय 1 घन्टा 2 घन्टा अगाडि आई हेभ बीन टु क्रिस गुप्ताज शप भनेपछि वास्तविक रूपमा मलाई तपाईहरूले देख्दै हुनुहुन्छ तर केही समय अगाडि चाहिँ म क्रिसको पसलमा थिएँ आई हेभ बीन टु क्रिस गुप्ताज शप I have been to Krish Gupta's shop. Yes? हजुर I have been to the hostel. तर शरीर त मेरो तपाईँले यहाँ देख्दै हुनुहुन्छ त हजुर यो आई हेभ बिन भनेको त्यो होस्टेलमा जानु अनि फर्केर आउने त्यो काम चाहिँ 100% मेरो अवस्था चाहिँ 100% सिद्धिसक्यो हजुरको यस हजुर अब बिइङ चाहिँ के हो त भन्दा निरन्तर होइन ए बिन भनेको चाहिँ भइसकेको बिङ भनेको चाहिँ भइरहेको बिनको अघि भने नि मैले आई हेभ बिन टु क्रिस गुप्तास प्लेस आई हेभ बिन टु द होस्टेल त्यो मेरो अवस्था जुन छ हुनुपर्ने त्यो 100% सिद्धियो के तर बिइङ चाहिँ फेरि निरन्तर सिद्धिएको छैन त्यो जनाउँछ आइएनजीले त्यो जनाउँदछ त्यो अनुभूति गराउँछ बिइङ होइन अब बिइङ चाहिँ एकदमै त्यो निरन्तर सायद मलाई लाग्छ यो हाम्रो सास प्रश्वासमा पनि भर पर्छ कि पनि जस्तो पनि लाग्छ के होइन र बिइङ यसको एउटा अर्थ छ फेरि ह्युमन बिइङ भनेको चाहिँ के हो त भन्दा मानव जाति बिइङले एउटा अर्थ त्यो पनि जनाउँछ ह्युमन बिइङ मानिस जाति भनेको एउटा अर्थ चाहिँ होइन त्यसपछि फेरि बिइङ कहाँ प्रयोग हुन्छ त भन्दा व्याकरणमा एक्टिभ र प्यासिभ पनि सिकाएको हुन्छ ठ्याक्कै इङ्ग्लिस व्याकरणमा ग्रामरमा एक्टिभ र प्यासिभ सिकाउने हुँदाखेरि चाहिँ प्रेजेन्ट कन्टिन्युअसमा प्रयोग हुन्छ त्यसपछि चाहिँ नि तपाईँको फ्युचर कन्टिन्युअसमा प्रयोग हुन्छ त्यसपछि फेरि तपाईँको पास्ट कन्टिन्युअसमा प्रयोग हुन्छ क्या प्यासिभ वाक्य बनाउनुको लागि जस्तै होइन र पास्टमा प्यासिभ वाक्यहरू प्रयोग गर्दाखेरि प्रयोग हुन्छ यो पास्ट कन्टिन्युअसमा अनि प्रेजेन्ट कन्टिन्युअस होइन फेरि यो चाहिँ फेरि यिनीहरू पनि फेरि प्यासिभ सेन्टेन्स बनाउँदाखेरि प्रयोग हुन्छ यो गाँजीबाजी नगरौँ अहिलेलाई चाहिँ होइन सो बी वर्बको रूप छ एम इज आर वर्तमान समय र जसको बारेमा हामी त्यो बोल्दछौँ त्यसको बारेमा हामीले त्यसको समय र अवस्था जनाइदिँदैछ र त्यो चिजहरू एकवचन होला बहुवचन होला त्यसकै आधार गरेर एम आर इज प्रयोग हुन्छ अनि
पास्ट टेन्स भन्छ अतीतको समय होइन, त्यसको लागि वाज वेयर प्रयोग हुन्छ। त्यसपछि भविष्यको लागि चाहिँ यहाँ अगाडि राखिदिन्छ विल बी होइन। त्यसपछि बीन, त्यो अवस्था चाहिँ 100% सिद्धिएको हुनुपर्छ होइन। यो चाहिँ फेरि के हो त भन्दाखेरि अवस्था चाहिँ सिद्धिएको छैन होइन। र यो चाहिँ फेरि एक्टिभ भोइस भन्छ। एक्टिभमा चाहिँ के हो त भन्दा प्रेजेन्ट कन्टिन्युअसको लागि प्रयोग गर्छ, फ्युचर कन्टिन्युअसको लागि प्रयोग गर्छ, पास्ट कन्टिन्युअसको लागि प्रयोग गर्छ, त्यसपछि पास्ट पर्फेक्ट कन्टिन्युअसको लागि प्रयोग गर्छ। यो चाहिँ होइन, त्यो छुट्टै फेरि अर्को विषयमा जाउँला हामीले। तर एकदमै संवेदनशील छ, यो असम्भव चाहिँ होइन। जस्तै ह्युमन बिइङ भन्छ, मानव जाति होइन। अब आई एम टेलिङ यु भन्छ नि, आई एम टेलिङ यु, यसलाई प्यासिभमा बनाउने भने यु आर बिइङ टोल्ड भनेर यसरी चाहिँ प्रयोग गर्छ। र फर्स्टमा जाउँ फेरि, यिनीहरू चाहिँ इरेगुलर भर्ब हो र अङ्ग्रेजी भाषामा सबभन्दा बढी यसको रूप भएको चाहिँ बी भर्ब हो। 8 वटा छ, बी, एम, आर, इज, वाज, वेयर, बीन अनि बीइङ। समयकालको लागि र अवस्था जसको बारेमा हामी कुरा गर्छौँ त्यसको लागि हामी प्रयोग गर्छौँ यसलाई। र अब तपाईँको केही जिज्ञासा छ, प्रश्न केही क्लियर छैन? एकदम क्लियर। सो अब फेरि यिनीहरू फेरि कस्तो छ त भन्दाखेरि जसको बारेमा हामी यो क्रियापद लाउँछौँ इरेगुलर भर्ब, प्रश्न गर्नु छ भने यसलाई अगाडि राख्छ। जस्तै प्रश्न बनाउँदाखेरि जस्तै आई एम राइट, यु आर राइट, एम आई राइट, आर यु राइट, आर दे राइट, इज ही राइट, इज शी राइट। यसरी जसको बारेमा हामी कुरा गर्छौँ ठ्याक्कै त्यसको अगाडिपट्टि राख्ने गर्दछ हामीले। एकदम अगाडिपट्टि बस्दिन्छ अनि प्रश्न बन्द छ होइन। नेगेटिभ सेन्टेन्सको लागि चाहिँ ठ्याक्कै यसको पछाडि नट हाल्ने हो होइन, त्यस्तो हुन्छ। र अब यो चाहिँ के हो त भन्दाखेरि पहिला हजुरले पढिसक्नु भएको छ, तर एकदम यो त अन्तर्क्रिया भयो तपाईँसँग। अनि चाहिँ यो चाहिँ एकदमै यसैमा हाम्रो दिमागले टिप्छ बिस्तारै, पछि गएर फेरि रिभ्यू गर्नुपर्ने हुन्छ। अनि तपाईँहरूले अङ्ग्रेजी भाषा पढ्दाखेरि एमआर इज ठ्याक्क धेरै प्रयोग भएको देख्छ नि होइन, धेरै प्रयोग भएको देख्नुहुन्छ। इरेगुलर भर्ब मध्येमा यो एउटा एकदम अत्यधिक प्रयोग हुन्छ होइन। र कुन बेला चाहिँ बोल्ने त, कुन बेला एम भन्ने, कुन बेला आर भन्ने, कुन बेला इज भन्ने। सो धेरै नियमतिर नगएर यसको लागि चाहिँ उपाय चाहिँ के छ भने भाषा न हो एउटा अप्ठ्यारो मान्ने होइन, एकदमै दैनन्दिन जीवनमा नेपाली भाषा जस्तै अथवा हिन्दी भाषा जस्तै बोल्दै जाने अनि त्यो आफूले बोल्दै गएको त्यो गल्तीहरूबाट सिक्दै जानु हो कि ए ग्रामरको नियम सिकौँला भन्दै बस्ने होइन। एकदम बोलीचाली ठट्यौली गरेर हुन्छ कि सिरियसली गरेर हुन्छ कि होइन, त्यस्तो हुन्छ, त्यस्तो हो। हामी अस्तिको दिनमा बसेका थियौँ नि होइन, वाज कहाँ लाउने सर, वेयर कहाँ लाउने भन्नुभएको थियो नि त, अतीतका समयमा सम्बन्धितको विषयको बारेमा। त्यो समय अतीत हो, अर्को चाहिँ अवस्था हो। जस्तै आई वाज नट हियर येस्टरडे, येस्टरडे त हिजो हो नि त। आई वाज नट हियर, आई मात्रै भनेर त मान्छेले त कुरा बुझ्दैन, श्रोताले त कुरा बुझ्दैन, बुझ्नुहुन्न उहाँहरूले। आई वाज हियर भनेपछि
स्मरणमा मात्रै हो आई वाज हियर आई वाज नट हियर आई वाज नट हियर होइन वाज आई हियर yesterday यो चाहिँ प्रश्न भयो अगाडि राखेपछि वाज आई हियर yesterday वाज आई नट हियर yesterday म हिजो यहाँ थिएन र नेगेटिभ क्वेसन होइन सो यसरी यी शब्दहरू चाहिँ एकदम अगाडि राख्यो भने चाहिँ प्रश्न क्वेसन भन्दछ क्वेसन राइट सो तर यिनीहरू चाहिँ इरेगुलर भयो अब एकदम सजिलो हुन्थ्यो नि एउटा डी थपिदियो त भइहाल्छ नि डी थपिदियो बेड भइहाल्छ फेरि बिस्तारा के सो असम्भव होइन इरेगुलर भयो भने 140वटा एकदमै हामीले दैनिक जीवनमा प्रयोग गरिरहेको हुन्छ होइन त्यसपछि नेक्स्ट के छ भने डु डु डिड डन होइन जस्तै तपाईँले विद्यार्थीहरूलाई भन्न सक्नुहुन्छ कसैलाई हेलो डु यर होमवर्क डु यर होमवर्क डु यर होमवर्क घर गृह कार्य है यस डु यर होमवर्क अब त्यो होमवर्क चाहिँ पहिला नै सिधाउनु पर्ने थियो भने चाहिँ डिड यु डु यर होमवर्क डिड यु डु यर होमवर्क Did you do your homework? Yes, did you do your homework? Did you do your homework? Did you do your homework? Yes, please repeat गर्नुस् त हजुरले Did you do your homework? फेरि भन्नुस् Did you do your homework? रिपिट गर्नुस् Did you do your homework? 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 You did not do your homework. You did not do your homework. You didn't do your homework. You didn't do your homework. Repeat please. You did not do your homework. You didn't do your homework. You didn't. You didn't. You did. You didn't. Didn't. You didn't do your homework. You didn't भन्नुभएको न एक छ छोटकरीमा भन्नु पनि You didn't. You didn't do your homework. 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 Did you? Did you? तिमीले होमवर्क गरेको छैन होइन र भन्नु खोजेको नि यो चाहिँ You didn't do your homework. You did. You didn't do your homework. Yeah. You didn't do your You- homework. You didn't do your homework. You didn't do your homework. You didn't do your homework. Did you? Did you? Did you? Did you? You didn't do your homework. 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 Did you? Did you? तिमीले होमवर्क गरेको छैन होइन र भनेको नि Did you? भने चाहिँ Did you? Did you? Did you? You didn't do your तिमीले होमवर्क गरेको छैन You didn't do your homework. हो भनेको नि हो. Did you? भनेको हो. Did you? Yes. You didn't do your homework. Yeah. Please practice. You didn't do your homework. You didn't do your homework. Did you? Did you? You didn't do your homework. You didn't do your. You didn't do your homework. Repeat गर्नु. You didn't do your homework. Did you? Did you? You didn't do your homework. 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 लामो बोल्दाखेरि भाषा नहो आखिरमा ग्रामरको धक्काले गर्दा लामो बोल्ने त्यो गर्ने अङ्कुशबाट मुक्त हुनुहोस् तपाईँ You didn't. You didn't do your homework. 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 Did you? Did you? Come on. You didn't. You didn't do your homework. You didn't do your homework. You didn't do your homework. Did you? Did you? You did. You didn't do your homework. Didn't भन्दा नि हुन्छ? Didn't भने पनि हुन्छ you didn't भने पनि You हुन्छ didn't. You didn't. Do your Did homework. भन्ने आउँदैन रहेछ. एक्सक्युज मी सुरुमा त आउँदैन नि त You didn't do your homework. यो यहाँ छ नि यहाँ आखिरमा यही चिजहरू चलाउने हो दाँत जिब्रो होइन यहीहरू You didn't do your homework. यस You didn't do your homework. You didn't do your homework. Did you? You didn't do your homework. You didn't do your homework. अब तपाईँले बोल्दाखेरि सुन्ने मान्छेले बुझ्दै बुझेन भने बिस्तारै बोल्ने You did not do your homework. You did not do your. Do your homework. You did not do your homework. अब बुझ्दै नबुझेपछि उसलाई You did ध्यान not do your homework. एटेन्सन यो गर्नको लागि चाहिँ
You did not do your homework. You did not do your homework. Did you? Did you? You didn't do यो भने चाहिँ के हो रे सर? Yes. फेरि भन्नुहोस्. You didn't do your homework. Did you? मतलब यस्तो छ तपाईँलाई शङ्का लाग्यो क्या यसले होमवर्क गरेको छैन त्यही भएर प्रश्न चाहिँ यस्तो खालको आयो नि त तिमीले होमवर्क गरेको छैन होइन बुझ्यौ भने? थाहा छ भनेको जस्तो नि त अनि अनुहारबाट तपाईँ हामीले थाहा पाइहाल्छ नि होइन You didn't. You didn't do your homework. You didn't do your homework. You Did didn't do your homework. You didn't do your homework. Did you? एकदमै बोलीचालीमा फरर बोल्छ नि त उनीहरूले होइन त जस्तै पिटर महाशय अस्ति माथि खिर खाँदाखेरि मिठो चा भन्नुभयो नि त त्यति सिक्नुलाई कति आपत पऱ्यो त उहाँलाई होइन होइन हाम्रो नेपाली भाषा बोल्दा चाहिँ अब यस्तो यो You didn't. You didn't do your homework. You didn't do your homework. अब यसको उपाय चाहिँ के छ भने You didn't. Did you? रिपिट गर्नुपर्छ रिपिट गर्नुपर्छ रिपिट गर्नुपर्छ You didn't do your homework. Did you? You didn't do your homework. Did You you? didn't do your homework. Did you? You didn't do your homework. Did you? Did you? Did you? अनि अनुहारबाट थाहा पाइहाल्छ यसले गरेको छैन होइन अर्को चाहिँ फेरि Did you do your homework? Did you Did you do your homework? गर होइन होइन तिमीले होमवर्क गर्यौ Did you do your homework? Did you do your homework? Did you do your homework? Repeat लेख्नु Did पर्दैन you? Did you do your homework? 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 Homework. Homework. Work. 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 Did you do your homework? Did you do your homework? Repeat. Did you do your homework? Repeat, फेरि Did you do your homework? Did you do your homework? Did you do your homework? फेरि रिपिट गर्नुहोस् Did you do your homework? Did you do your homework? Did you do your homework? फेरि रिपिट Did गर्नुहोस् you do your Did you homework? do your homework? Did you do your homework? Did you do your homework? Did you do your homework? You didn't do your homework. You didn't do your homework. Did you? Did you? Did you? Did you? Ah, yes. That's You good. didn't do your homework. Did you? Did you? Yeah. See? You didn't do your homework. You didn't do your homework. Repeat. Did you? You didn't do your homework. Did you? Did you? Yes. You didn't. Didn't. You didn't भन्नुभएको? Did. You did. Did not. You did not do your homework भन्नु मात्रै आउँछ मलाई त. होइन होइन यस्तो छ किन तपाईँलाई भन्ने मात्रै आउँछ त त्यो त कति पटक रिपिट भइराखेको You didn't do your homework. 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 यो आवाज जुन छ हजुरलाई didn't do your पहिलाचोटि homework. पर्यो कि हजुर. कुनै पनि चिज पहिलाचोटिलाई त्यही हो You didn't do your यो दुनियाँमा। homework. You didn't do your homework. You didn't do your homework. Did you? Did you? You didn't do your homework. You didn't do your homework. Did you? Did you? You did not. एकदम बुझ्दै बुझेन भने बिस्तारै बोल्नुको लागि चाहिँ You did not do your homework. You did not do your homework. Yes. Yes. Did you? अब डु पनि फेरि त नि हजुरको इरेगुलर भर्ब हो तर दैनिक जीवनमा यति प्रयोग हुन्छ नि होइन हजुर हजुर. Huh? You didn't come yesterday. You didn't come yesterday, did you? You didn't come yesterday, did you? You didn't come yesterday. Did you? You didn't come yesterday. Did You didn't come yesterday, did you? Oh. You didn't. You don't need to write because you'll have to be. You didn't come to yesterday. Did you? You didn't come yesterday. Come You on, didn't please. come yesterday. Did you? Did you? You didn't come yesterday. Did you? किनभने तपाईँले यसरी प्रश्न किन सोध्नु भएको त भन्दा हजुर हजुर. तपाईँ स्योर छैन के तपाईँ आउनुभयो कि आउनु भएन डाउट छ के You didn't come yesterday. You didn't come yesterday. You didn't come yesterday. You didn't come yesterday. Yesterday. Did you? Did you? You Yes. didn't come yesterday. You didn't come yesterday. You did. You didn't come yesterday. You didn't come yesterday. You didn't. You didn't. You didn't come yesterday. You didn't come yesterday. Did you? You didn't come yesterday. You didn't. You didn't come. You didn't come yesterday. You didn't come yesterday. You didn't come yesterday. Did you? Did you? You didn't eat lunch yesterday. You didn't. You didn't eat lunch yesterday. You didn't eat Eat lunch lunch yesterday. Yesterday. You didn't call. You didn't eat lunch yesterday.
You didn't lunch yesterday. You didn't eat. You didn't eat lunch yesterday. Repeat गर्नुहोस्, repeat गर्नुहोस्. You didn't lunch You didn't yesterday. eat. You didn't eat. Come on, say. You didn't eat. 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 Repeat, please. You didn't eat Lunch yesterday. lunch yesterday. You didn't eat lunch yesterday. You did lunch. You didn't eat a lunch yesterday. Repeat, repeat. You did eat lunch yesterday. You Please. did eat lunch yesterday. Repeat, please. You did eat lunch. You did eat lunch yesterday. You didn't eat lunch yesterday. You didn't. You didn't. You didn't eat Lunch yesterday. lunch yesterday. You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. Okay. You didn't पनि करेक्ट हो. ठिक त्यो छ. भन्नै नआएर भनेछ त्यस्तो. भन्नै नआउने कारण चाहिँ के हो त भन्दा Didn't. यस्तो नि. Didn't भन्नै आएन. होइन अरे सुरुमा आउँदैन. यो कुनै पनि चिज You दुनियाँमा त्यही did. हो. किन नआएको त भन्दा त्यो तरिकाले नसाहरू यहाँ चलेको छैन क्या. You विन्ड did. पाइपहरू. हो didn't भनेपछि eat भन्नै आउँदैन रहेछ. न सुरुमा कुनै पनि विषय You प्रसङ्ग didn't त्यही हो. eat. You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. You didn't eat. You didn't Lunch eat yesterday. lunch yesterday. You didn't eat lunch yesterday. You didn't lunch. You You didn't didn't eat eat lunch lunch yesterday. yesterday. You did eat lunch yesterday. You did eat lunch yesterday. You didn't eat lunch yesterday. You did. You didn't. You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. You did. You didn't. You didn't. You didn't You eat. didn't eat You lunch didn't eat. yesterday. You didn't eat. You didn't eat. You didn't eat. You didn't eat. यो एकदम रिपिट गर्नुपर्छ त्यति मात्रै हो. You didn't eat lunch yesterday. Eat lunch yesterday. You didn't eat lunch yesterday. You didn't. You didn't eat. You did. You didn't lunch. You didn't eat lunch yesterday. You did. मलाई थाहा छ है सर यो पछि यो हुन्छ भनेर तर जिब्रै फड्किँदैन रहेछ के. जिब्रो नफड्किने कारण चाहिँ यति मात्रै हो. मेरो गल्ती हुन्छ कि मैले बोल्दा गल्ती हुन्छ कि. You didn't eat lunch yesterday. You didn't eat. You did. You didn't eat lunch yesterday. You did eat. You Lunch did yesterday. Lunch yesterday. यसलाई त खालि रिपिट गर्नु हो. यति मात्रै हो. हजुर. अनि यो चाहिँ कस्तो भने जब मैले दाहिने हातले लेखिराखेको हुन्छु नि हजुर. यो कसले सिकायो कसैले सिकायो नि त. अब यसले लेख्दा त हैरान हुन्छ नि त. You did. अब You did यो eat lunch yesterday. एक प्रकारले यहाँको वायु चल्ने सास प्रश्वास त्यसपछि यहाँको साउन्ड बक्स त्यही तरिकाले जमिराखेको हुन्छ कि. अब नयाँ खोलिँदाखेरि You didn't eat lunch yesterday. You didn't eat. You didn't eat lunch अनि yesterday. यसको Did you? औषधि चाहिँ के हो त भन्दा अब मैले बायाँ हातबाट लेख्नु छ भने मैले अभ्यास गर्नु पर्यो. रिपिट रिपिट रिपिट. त्यसकै लागि You didn't eat. You didn't eat. You didn't go. You didn't eat. You didn't go. You didn't eat. You didn't eat. यो त अभ्यास रिपिट 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 गर्नु पर्यो. त्यसपछि नेक्स्ट चाहिँ के छ भने You didn't eat भन्दाखेरि के हो त भन्दाखेरि You did not eat lunch yesterday भनेपछि यो चाहिँ लेभल 1 मा पुग्यो के. You didn't eat lunch yesterday. जस्तै मैले पिटरसँग बोल्दाखेरि यसरी नै बोलेर You didn't eat lunch yesterday. I didn't meet you in Bauda yesterday. फर्र बोल्ने भयो त. स्पिडमा गयो नि त किनभने अभ्यास गर्दै गर्दै यो यहाँको योहरू खोलिँदै जान्छ क्या. अब सम्बन्धित चाहिँ म एउटा शिक्षक भएर मैले कसैको त्यो चाहिँ यो खोलाइदिनु त सक्दैन नि. आफ्नो आवाजले अभ्यास गरी 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 यहाँ कानबाट प्रवेश गर्छ. त्यसपछि यो खोलिँदै जान्छ. कसैलाई तुरुन्तै हुन्छ कसैलाई एकदमै हुँदै हुँदैन. तर एउटा कोसिस जारी चाहिँ राख्नुपर्छ. You didn't eat. You didn't eat lunch yesterday. 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 You didn't lunch. You didn't eat lunch yesterday. 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 Repeat please. You didn't eat lunch yesterday. Yeah. You didn't eat lunch yesterday. Yesterday. We didn't eat lunch yesterday. You didn't eat lunch yesterday. You did eat lunch yesterday. अब eat पनि इरेगुलर verb हो फेरि. You didn't eat. इरेगुलर verb हो नि एकदम प्रयोग हुन्छ नि हैन. You didn't eat. काम पनि इरेगुलर verb हो. You didn't eat. do पनि इरेगुलर verb हो. तर दैनिक जीवनमा यति प्रयोग हुँदो रहेछ हैन. You didn't eat. Yes. You didn't eat. You didn't eat lunch yesterday. You didn't eat
lunch yesterday? Look at that boy. Can you look behind? See, they are so watchful. Oh, that's human nature. यो ललिता मिस कहाँ जानुभएछ होइन त होइन ज्ञान गुणको कुरा भन्दा मान्छे चाहिँ बरु बरु कुकुर बहुत वफादार हुन्छ मान्छे बहुत खतरनाक हुन्छ केही भन्नु सकिन्न उताबाट आएर यसो हेर्दा रहेछ कहाँ हुनुहुन्छ भनेपछि द्याट्स नट हर मिस्टेक द्याट्स नट योर मिस्टेक द्याट्स नट माई मिस्टेक किनभने तपाईँ आँखा अगाडिपट्टि छ मेरो त मैले त देखेँ अब उसलाई किन कराउनु होइन चाहना हुन्छ मान्छेको होइन सो You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. You didn't eat lunch अब अङ्ग्रेजी मान्छेहरूले बोल्दाखेरि हामीले बुझ्दै नबुझ्ने कारणहरू चाहिँ यही हो पछाडिपट्टि कन्सोनेन्टहरू इधर उधर छ सबै हराइदिन्छ के You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. You did not. You didn't. You didn't. You didn't. You didn't. You didn't eat lunch yesterday. त्यो ट चाहिँ उच्चारणै भएन So this is how we learn slowly and then at the end what happens is सम्बन्धित एकदम मैले बोल्नु नै यो गर्छु भनेपछि त अब मैले एक्जाम्पल चाहिँ तपाईहरुले दिलीप बोहराजी त देख्नु नै भयो उहाँले 24 वर्षको उमेरमा अंग्रेजी सिक्दै 23 वर्षको उमेरमा हैन हजुर सायद 21-22 वर्षको उमेरदेखि उहाँले अमेरिकन ल्याङ्ग्वेज सेन्टरमा गएर त्यतिखेर अमेरिकन ल्याङ्ग्वेज सेन्टरको चाहिँ क्लास पनि न्यू रोडमा फिस एकदम सस्तो थियो अनि त्यसपछि क्लासमा मात्र नबसिकन उहाँले एकदमै अभ्यास गर्नुभयो त्यो मलाई उहाँको व्यक्तिगत कुराहरू चाहिँ थाहा छ कि एकदमै अभ्यास गर्नुभयो घरदेखि टाढा जानुभयो हैन त्यसरी 4 वर्ष अभ्यास गर्नुभयो You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. You didn't eat lunch yesterday. Yeah. So you need to practice. You didn't come yesterday. You didn't come yesterday. You didn't come yesterday. Come. You didn't come. You didn't come yesterday. You didn't come yesterday. Okay. Yes. You didn't come. You didn't come. You didn't come yesterday. You didn't come yesterday. You didn't come yesterday. Lalita miss, excuse me. Yes, sir. Did you have lunch? Yes. Sir. अब have को प्रयोगमा जाउँ यो पनि I irregular have been lunch. के भन्नु? Yes, I have had. Yes, I have. Did you have had. lunch? Yes, I have had. Yes, I had. Yes, I had. Did you have lunch भनेको चाहिँ तपाईले लन्च खानुभयो? Yes. Eat को ठाउँमा have हाल्यो के? Excuse me, did you have lunch? Yes, I have. Yes, I had. 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 You know, Yes, you I don't had. need to write. It will hello. Use it. Brain हाम्रो बहुत शक्तिशाली engine हो. Yes, I had. It's okay. Yes, I Did you have lunch? Yes, I had. Yes, I had. Now you ask me. Did you have lunch? Ask me. Yananda sir, did you lunch? Did you have lunch? Did you have lunch? Did you have lunch? Did you have lunch? Repeat. Did you have lunch? Yes. Did you have lunch? 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 Repeat please. Did you have lunch? Did you have lunch? Did you have lunch? अब यो have पनि irregular verb हो फेरि हैन त? Yes, I had. Yes, I had. Yes, I had. Yeah. Yes, I had. Yes, I had. Did you lunch? Did you have lunch? Did you have lunch? Did you have lunch? Did you have lunch? Repeat. Did you have lunch? Did you have lunch? Did you have lunch? Repeat. Did you have lunch? Yes. Did you have lunch? Did you have lunch? Yes, Did- I had. Yes, I have. Did you have lunch? Did you have lunch? Yes, Yes, I I have. had. Yes. So Did you have lunch? यो have पनि irregular हो have को पछाडी d थप्दै काण्ड पुगिहाल्थ्यो तर Did you have lunch? Yes, I had. Yes. Did you have lunch? Yes, I had. Yes, I had. Did Yes. you have lunch? Yes, I had. Did you have lunch? Yes, I had. सुरुमा चाहिँ त्यही हो Did you have lunch? बाहिर Did चाहिँ you साइकल have सिकेको lunch? जस्तो यस Did you have lunch? Yes, Did I you eat had. lunch? एउटै मिनिङ एउटै हो Did you eat lunch? Did you eat lunch? Did you have lunch? Did you eat lunch? Did you have lunch? Did you have lunch? Did you have lunch? अब श्रोताले तपाईले भनेको Did you have lunch बुझेन भने Did you eat lunch मा जानुपर्छ Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Did you
eat lunch? Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Did you eat lunch? Yes. अब Did त्यो you यो eat lunch? डिड यु ह्याभ लन्च बुझेन भने डिड यु इट लन्चमा झार्नुपर्छ होइन डिड यु ह्याभ लन्च Did you have lunch? सो एकदमै अत्याधिक प्रयोग हुने हो भने त ह्याभ एउटा भयो होइन Have. डु यु होइन त्यसपछि गेट अर्को छ फेरि गेट Get. डिड यु गेट इट Get it? Did you get it? Did you get it? डिड यु गेट इट Did you get it? डिड यु गेट इट Did you get it? As I get भन्यो? यस आई गॉट इट As I got. Yes, I got it. As I You got don't it. need to write, please. As I got You it. don't need to write. Did you get it? भनेको चाहिँ के हुन्छ तिमीले बुझ्यौ Did you get it? Did you understand? धेरै लामो भयो नि त Did you understand? Did you get it? 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 Did you understand? Did you understand? Did you understand? Did you understand? त्यसको ठाउँमा Did you get it? Did you get it? Oh, he did not get it. He did Oh, not he- get it भनेको चाहिँ के हो त Oh, भन्दा he उसले did कुरा not बुझेन get. Oh, he did not get. अब यो गेटको चाहिँ 400 वटा भन्दा बढी Not get. परिस्थितिलाई प्रयोग हुने गर्दछ है He did not get. Oh, he did not. Did you get it? Did you get it? Did you get it? Did she get it? Did you get it? Yes. Did you get it? Yeah. You see, I've got a pen. मसँग एउटा कलम छ. I have one pen. I've got a pen. I've हजुर? got a pen. I got भेट्यो got a pen भने I've got a pen. I have got a pen. Have you got a pen? I have तपाईँसँग got a कलम छ pen. भनेको नि त. Have you got a pen? I have got a pen. I have, yes, I've got a I pen. have pen मात्रै हुँदैन. I have a pen. I have a pen. अब have you got a pen भनेको चाहिँ मलाई कलम चाहिराखेको छ. Have you got a pen? Have you got a pen? मैले किन सोधेको भने तपाईँसँग कलम छ तर मलाई चाहिरहेको छ. Have you got a pen? Have you got a pen? Have you got a pen? Yes. अब तपाईँसँग कलम छ भन्ने बुझाउँदैछ होइन. सो गेटको धेरै अर्थ छ 400 वटा प्रयोग परिआउँछ तर दैनिक जीवनमा कति प्रयोग हुन्छ. I have get a pen. यो चाहिँ फेरि इरेगुलर वर्ब हो होइन असम्भव केही पनि छैन तर सम्बन्धित मान्छेले इडी थपेको चाहिँ इरेगुलर भन्नु भएन इडी रेगुलर वर्ब ए इडी थपेको चाहिँ रेगुलर आई वक्ड ए अब आई गोड भनेपछि कति सजिलो गो विन गन भनेपछि चाहिँ इरेगुलर रेगुलर वर्ब इरेगुलर यो त एकदमै तपाईँको कति सजिलो हुन्थ्यो नि सबैमा सिम्पल पास्ट टेन्स बनाउनको लागि डी अथवा इडी थपिदिए त कति सजिलो तर 146 वटा चाहिँ एकदमै प्रयोग अत्यधिक हामीले प्रयोग गरिराखेका हुन्छौँ. अङ्ग्रेजी यो पहिल्यै नै थाहा भइराखेको राम्रो. अझै माथि साहित्यको माथि जाँदा गर्दा 500 वटा चान्स हुन्छ इरेगुलर वर्ब्सहरू. तर बेस यो जुन चाहिँ इरेगुलर वर्ब गो वेन्ट गन होइन. अब जस्तै गेट गट गटन डु डिड डन eat ate eaten होइन have had यो इरेगुलर वर्ब हो. हामीलाई पहिला ब्युटिफुल मोस्ट ब्युटिफुल मोर ब्युटिफुल भन्ने सिकेको थियो यही होइन त त्यो चाहिँ एडजेक्टिभ हो. त्यो यो होइन विश्लेषण हो. विश्लेषण त्यो चाहिँ विश्लेषण नेपालीमा विश्लेषण भन्छ हजुर इङ्ग्लिसमा चाहिँ एडजेक्टिभ भन्छ. एडजेक्टिभ ब्युटिफुल मोर ब्युटिफुल मोस्ट ब्युटिफुल त्यो चाहिँ विश्लेषण हो. कुनै दिस पेन इज ब्ल्याक दिस पेन इज ब्युटिफुल भनेपछि यो पेनको बारेमा एकदम जानकारी गराउँदैन यो कस्तो खालको. दिस पेन इज ब्ल्याक दिस पेन इज ब्युटिफुल त्यो चाहिँ एडजेक्टिभ हो त. त्यसको छुट्टै हुन्छ तर एकदम ट्रिकी पार्ट चाहिँ वर्ब हो. असम्भव होइन. रेगुलर र इरेगुलर वर्ब कस्तो रहेछ तपाईँले अब पहिचान छुटाउन सक्नुभयो होइन. कतिवटा रहेछ 146 वटा होइन. डु डिड डन त्यसपछि इट ह्याभ ह्याड त्यसपछि तपाईँको गेट गट
गेट गट गट गेट अमेरिकनहरूले चाहिँ गटन पनि प्रयोग गर्छ होइन यस सो इरेगुलर वर्ब होइन रेगुलर वर्ब त्यसपछि सुरुमा हामीले गरेका थियौँ बी वर्ब बी वर्बले चाहिँ अवस्था जनाउँदछ कुनै व्यक्ति अथवा चिजको होइन द फ्यान इज अन द सिलिङ फ्यानको बारेमा जानकारी The fan is on the ceiling. द फ्यान इज अन द सिलिङ The fan is on the ceiling. यस फ्यानको बारेमा The फ्यानको fan अवस्थाको is बारेमा on the जानकारी ceiling. गराउँदछ The fan is on the ceiling. यस सो आज हामीले के बारेमा हल्का जानकारी पायौँ बी भर्बको Be verb. एमआर इज वर्तमान अवस्थाको लागि वाज वेयर अतीतको लागि त्यसपछि के चाहिने हजुरको Will. बिन त्यसपछि बिइङ होइन यो त एकदमै अत्यधिक प्रयोग हुने शब्दहरू हो त्यसपछि भर्बको नियमको उनीहरूको परिस्थिति अनुसार इरेगुलर भर्ब हो अत्यधिक प्रयोग हुन्छ दैनन्दिन जीवनमा हरेक होइन एकदम अत्यधिक प्रयोग हुने त्यसपछि हामीले बी भर्ब पछि डुको अलिक हलुका होइन अलिकति महसुस भयो तपाईँलाई जानकारी भयो डु डिड डन त्यसपछि इट एट इटन राइट Eat at eaten. Eat Yes. at or eat eat. इटन इट एट इटन त्यसपछि at, नेक्स्ट चाहिँ के छ भन्दाखेरि हजुरको ह्याभ ह्याड ह्याड Have Have had had had. Have had had. ह्याभ ह्याड ह्याड राइट Have had had हजुर. एकदम दैनन्दिन जीवनमा प्रयोग हुन्छ नि त यस गेट गट गटन राइट Get got got. अब अर्को छ फेरि मेक Make. मेक एमएकेई मेक मेक इट Make. एउटा प्रयोग छ के छ भने मेक अब यसको इरेगुलर रूप चाहिँ कस्तो छ भने मेक मेड मेड ओ दिस थिङ इज मेड इन नेपाल उत्पादन वस्तु चाहिँ यो भएको राइट तर यसको पनि अत्यधिक प्रयोग हुन्छ मेक हिम डु होमवर्क भनेको कमान मेक हिम डु हिज होमवर्क उसलाई होमवर्क गर्ने परिस्थिति बनाइदियो भन्छ मेक Make him do his Make. homework. एकदम विभिन्न परिवेशमा परिस्थितिमा प्रयोग हुन्छ होइन सो द नेक्स्ट थिङ इज के छ भने एउटा चिज चाहिँ यो नसाहरू खोलिनुको लागि एकदम कडा तालले अब म गर्छु मात्र भन्न भनेर दैनन्दिन जीवनमा बोल्ने आफैले आफूसँग बोल्ने विद्यार्थीहरूसँग बोल्ने अथवा साथीहरूसँग बोल्ने त्यसपछि नेक्स्ट के छ भने नेक्स्ट चाहिँ रियाक्सन हुन्छ क्या मान्छेहरूलाई रियाक्सन त्यो रियाक्सन चाहिँ फेरि म मेरो परिवेश र परिस्थितिमा रियाक्सनको जवाफ के गर्ने त्यो आफू होसियार हुनुपर्छ मान्छे होइन हजुर. रियाक्सन हुन्छ क्या जब तपाईँको भविष्यमा तपाईँले एकदम अभ्यास गर्दै 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 गएपछि तपाईँको अङ्ग्रेजी भाषा बोल्ने शैलीहरू परिवर्तन हुँदै जान्छ परिवर्तन हुँदै जाँदाखेरि के हुन्छ भने तपाईँकै साथीहरू तपाईँलाई हाँस्नु थाल्छ क्या त्यतिखेर तपाईँले के गर्ने तपाईँले के गर्ने यो दिस इज माई क्वेसन सो यु आर एबल टु आफ्टर प्र्याक्टिसिङ इङ्ग्लिस यु नो your friends will start laughing at you. So what will you do? के गर्ने होला त? What will you do? नछोड्ने भन्नुभएको सरले. मैले तपाईँलाई नछोड्नु भनेको होइन कस्तो? तपाईँले अभ्यास गर्दै 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 गएपछि तपाईँको अङ्ग्रेजी भाषाको बोली शैलीहरू परिवर्तन हुन्छ कि हजुर. होइन हजुर. त्यसपछि तपाईँको नजिकै साथीहरूले नै तपाईँलाई हाँस्नु थाल्छ खिसी गर्नु थाल्छ त्यतिखेर तपाईँलाई कस्तो लाग्छ होला खोइ थाहै भएन. विचार गर्नु भएको छैन अँ. मैले अहिले नै यो कुरा किन भनेको त भन्दा मेरो एक्सपिरियन्स मेरो अनुभव यो दुनियाँमा कसैलाई पनि जिरो हो के जिरो हो मैले तपाईँलाई अहिले नै किन भनिराखेको छ भने तपाईँमा भर पर्छ तपाईँले एउटा समय निकालेर दैनन्दिन जीवनमा यसलाई यो जिब्रो खेलाउने खेल त हो यसरी अभ्यास गर्दै 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 जाँदा के हुन्छ भने उच्चारण परिवर्तन हुँदै जान्छ त्यसपछि सम्भवतः तपाईँले राम्रो गर्दैछ ओहो अझै गर्नुहोस् है भन्नुको सट्टा
हाँस्नु थाल्छ क्या मान्छेहरू होइन। अब मैले यो प्रसङ्ग किन लिएको त भन्दा मैले अतीतमा 2-3जना विद्यार्थीहरू त्यस्तो पढेको छ क्या। एकजना त रुँदै आएको थियो ल्याङ्ग्वेज इन्स्टिट्युटमा क्या, खिसी गरिदिएछ होइन। अर्को थियो त्यो भक्तपुरको छोरी मान्छे, त्यो चाहिँ एयर होस्टेजको स्टुडेन्ट थियो होइन। उसलाई पनि साथीहरूले नै खिसी गर्नु थालेछ कि ऊ त रुनु चाहिँ रुएन होइन, दिमाग खराब भएर भक्तपुरबाट आउनुभएको थियो होइन। त्यस्तो क्या त्यो 2जनाको अनुभव थियो। दिलीपको पनि आफ्नै कथाहरू थियो होला, मेरो आफ्नै छ अतीतमा होइन। कसैले हाँस्छ, कसैले उचाल्छ, कसैले थेचाल्छ, दुनियाँ त्यही हो होइन। Did you get it? मेरो ग्यारेट Did you त्यो get भएर it? मैले पहिल्यै Done? भनेको। Do your homework? Did सो एनिवे वी हेभ लर्न, अलिकति हामीले बी वर्बको बारेमा अलिकति सिक्यौँ, डु अलिकति सिक्यौँ, त्यसपछि गेट, इट अनि मेकको चाहिँ गरिएन आज। सो विल मिट अगेन and anyway thank you very much. Thank you, sir. We have had a wonderful time. Yes, and then if you have something different, you as a listener, and if you have any idea how to learn irregular verbs, you are most welcome. Yes, Thank you, thank you. sir. Thank you, sir.